हेलो गाइज, वेलकम टु माई मिनी ब्लग। हामी चाहिँ अहिले निन्दा सिरान आएको छौँ। यहाँ जोलिङ्गे पुल यस्तो हिँड्दै हिँड्दै आएको कि पुरा गलियो क्या। यस्तो चाहिँ हाम्रो ठाउँ चाहिँ यस्तो छ। अब चाहिँ सिजन आउँदैछ। अहिले चाहिँ यहाँ कोही हुनुहुन्न। अलि पछि हेर्नुहोस्, यो ठाउँ चाहिँ मान्छेको भिड, झरनाले गर्दा पुरा भिड हुन्छ। यो चाहिँ हाम्रो बस्ती ट्री हाउस जाने बाटो। यो चाहिँ झोलुङ्गे पुल। यस्तो चाहिँ म त यस्तो स्यास्या भयो कि बाप्रे, यति स्यास्या भयो कि आमामा। धेरै पछि क्या यस्तो उकालो बाटो हिँड्दै आएको, पुरा झन्डै मर्यो स्यास्याले। समीरा हाय। अहिले चाहिँ सुक्खा सुक्की छ, अलि पछि अलिअलि छ। पानीहरू चाहिँ मजा आउँछ यो पानीमा चाहिँ रमाइलो गर्न। यता हेर। आऊ आउनुहोस्। यो चाहिँ हामी भोला पनि अलिअलि खानु पर्यो नि। भोला नखाइकन त कहाँ हिँड्न जागर चल्छ। यो चाहिँ अलैँची बगान। यो चाहिँ अब सुपारी त हाम्रो झापाको फेमस भइहाल्यो। इन्डिङमा बस्ने ठाउँ। मेरो छोरी गली पुरा बस्देकै ऊ चाहिँ। यो चाहिँ हाम्रो होटेलको पार्किङ गर्ने ठाउँ। बाइक एन्ड कारहरू चाहिँ यहाँ पार्किङ गर्न सक्नुहुन्छ। ल यो चाहिँ अहिले यस्तो झाडी छ। अब अलि पछि यो झाडीलाई खाडी बनाउँछौँ हामी। सब के भयो आमा, यसलाई त नि रिपेयर गर्न त लाग्ने रहेछ त बुढा। कहाँबाट सुरु गर्नु भन्ने भयो त नि। यता र माथि हुँदै रहेछ रुख। हेर्नु यस्तो भएको छ, यस्तो झाडी भएको छ, यस्तो भएको छ। यसलाई कहाँबाट सुरु गरौँ अब। आमामामामामा यहाँनिर सिसी क्यामेरा राखेको थियो, सिसी क्यामेरा पनि चोरी भएछ। केही पनि छैन अरे क्या। यहाँ चाहिँ हामीले कि अब अन्तिममा यसो अब सानो कटेज बनाउन खोजिरहेको थियौँ कि अहिले यो हाम्रो कटेजको हालत हेर्नु। आमामा हेर्नु, मान्छे नबसिसकेपछि के हुन्छ हालत। त्यो फाल्नुपर्छ, सबै फाल्नुपर्छ। आमामा हेर्नुहोस्, मान्छे नबसिसकेपछि हालत त यस्तै हुन्छ होइन। हालत चाहिँ यस्तो हुन्छ कि अब यसलाई हामीले नि फेरि सुरुवात गर्नलाई यति समय लाग्छ, यति समय। अब यो म त हेर्दा नि बिरक्त लागिसक्यो। अब यो कसरी कहाँबाट सुरु गर्नु भइरहेछ मलाई यो।